ए जदौ माया जदौ बत्ती बाल्दैछौँ यहाँ जदौ हाम्रो चाहिँ यहाँनिर यस्तो हुँदैछ सोधिदिएछ सबलाई दर्शन नमस्कार सम्पूर्ण साथीहरुमा आज चाहिँ हामी यहाँनिर साधारण बर्थडे मनाउँदैछौँ र केटाकेटी र हाम्रो आमाको बर्थडे मनाउँदैछौँ र तपाईहरु भने चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी रमाइलो गर्नेछौँ एकछिन थोरै भए पनि र थोरै समय लिएर चाहिँ तपाईहरुले यसो हाम्रो भिडियोलाई हेरिदिनु होला भन्न चाहन्छु। र अहिलेको मौसमहरु हेर्नुहुन्छ भने मौसम चाहिँ यस्तो छ है, आज चैत 7 गतेको मौसम एकदम बर्बाद भइरहेछ र पानी झमझम परिरहेछ र पनि हामी अब बर्थडे चाहिँ हाम्रो चैत 7 गते शनिबार परेको हुनाले चाहिँ उहाँहरूको बर्थडे मिलेको कारणले हामी बर्थडे मनाउनेतिर गइरहेको छौँ र के कस्तो लाग्छ हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु। ल साथीहरू हामी फाइनली केकहरू पनि राखिसकेको छौँ र यहाँनिर चाहिँ हाम्रो आमा 70 वर्ष पुगेको अवसरमा उहाँको पनि बर्थडे मनाउँदैछौँ र यतापट्टि नातिनी उतापट्टि बजु मावाली बजु र यता छोरीपट्टिको नातिनीको बर्थडे हुँदैछ। हेर्नु होला दर्शकहरू, यतापट्टि चाहिँ यसो साथीहरू छन् बर्थडे मनाउनेको साथीहरू चाहिँ यतापट्टि र यतापट्टि हाम्रो एउटा मोटी पनि छ यहाँ ढेक्ची पनि। के छ शिवजी? शिवको बर्थडे कहिले आउँछ? शिव चाहिँ यो छ है, यो है शिव चाहिँ हाम्रो शिव चाहिँ 3 टुप्पे छ है, फेरि 3वटा टुप्पी भएको शिव राई। यहाँनिर 3वटा टुप्पी छैन ल, हेर्नु होला यहाँ एउटा अनि 2टा अनि यतापट्टि एउटा छ, यो लास्टको यता 3वटा टुप्पी छ, लु हेर्नु होला। ए जदौ माया जदौ बत्ती बाल्दैछौँ यहाँ जदौ गल्ती हुन्छ गाइसहरू यसमा अर्को नि गर अब सकिसक्यो Happy birthday to you, happy birthday to you. Happy birthday to you, happy birthday to you. Happy birthday to you. Happy birthday to you, happy birthday to you. Hey, साथीहरु, हाम्रो चाहिँ यहाँनिर यस्तो हुँदैछ। कस्तो छ? Happy birthday to you भन्नु है। ल माथि हाल्नु सरी। यो कसो गर्नु अब? खाना लागेको भएन, यो पो लाग्यो नि। ल साथीहरु, हाम्रो चाहिँ केक पनि यस्तो भइसकेको छ। केक यस्तो भइसकेको छ, यहाँनिर हेर्नु होला। त्यो टिप्दा सबै टिप्दा गरेका अस्ति पनि मैले यस्तै गरेर मिस्टेक गरेको थिएँ, आज मिस्टेक गर्यो। स्टार्ट सुरु। ल हाम्रो चाहिँ अहिले अब यहाँनिर केक काट्ने सुरु भयो। अस्ति भोलिपट्टि काम छ बनाइरहेछ गाइसहरू। राम्रो है, केक काट्ने सुरु भइसक्यो है गाइसहरू। साथीहरु। अब यहाँ हाम्रो चाहिँ यस्तो हुँदैछ।
म फेरि राख्छ पर सङ्गीतलाई खुवाइदियोस् भने अब आमा त खाऊ कहिले खाँदैन यो चाहिँ आफूले आफै काटेको खाऊ आफै खान आफै खानु तिमी नै खाने हो यता आमा पैसा किन दलिएको छैन त्यो त राख्नु लाग्यो होइन यो नाकमै लाउने नि त मजाले त हेर ठिक 200 अनि त्यसो गर्दा त म केटाकेटी जस्तै बसेर ढले छ नि उता बाले खान्छु भनेको होला कान्छाले हजुर गाई कसिनका जस्तो छस् अब अबदेखि मोटा यसपालिको 15 गतेदेखि चाहिँ त मोटाउनु पर्छ 15 गतेको कष्टहरू फ्याँकिदिएदेखि त मोटाउनु पर्छ यो यो चाहिँ 3वटा टुपी भएको ए अर्को उसको दाजुले पहिला हुन्छ यस्तोमा त हुन्छ 3वटा टुपी भएको यो 3 टुप्पे इलामको अनि यो शिवे भनेर नाम राखिदिएको शिवरात्रिको दिन जन्मेकोले गर्दा यो फटा नहुनु है बाउ जस्तो नहुनु अलिक राम्रो हुनु है केटा ल यो चाहिँ मेरो भदै हो यो चाहिँ मेरो भदै हो ल ल चालकको छोरा हो ससुराली पर्यो चार्जर कहिले काहीँ बोलेर चार्जरले भाइलाई हेलो गर भन्दै गाला तताइदिन्छ त्यस्तो नगर भाइ बर्थडेमा त हुन्छ क्या बर्थडेमा चाहिँ लु पैसा दे आमालाई दुईटा मात्रै छ त हामी ल दुईजनालाई पुगेन यहाँ ल छिटाइ त खेल्छ यसको त सबैलाई कहाँ म ल ल हाम्रो शिव प्रसादलाई पनि है ल ल निस्किसक्यो यो सबै निस्किसक्यो पूजा गर्दैछु क्या म चाहिँ यस्तै हो मेरो भदैको त निधार पनि के हो यो यता नाकले नै थामिराखेको छ अहिलेसम्म हाम्रो यहाँनिर छोरीको गिफ्ट के छ कोनी त्यहाँ ल यहाँ हाम्रो आमालाई गिफ्ट दिँदै छ अब के छ त्यहाँभित्र एकछिन अर्कै लुगा लाग्ने सुकाइ छ यता हेर्दै खाइदिनु होला ए ल यहाँबाट चाहिँ मलाई देखिन्छ मलाई नदेखि है त्यसरी यता फर्काउनु उता फर्काउनु फोटो आमाले हो त्यसरी देख आमाले हो एकछिन पर्खिनु भएको छैन अरू चाहिँ खोल्नु भएको छैन पुराको छ हात तैँले बनाउँदैछस् यहाँ यहाँ देखा हो नि त गर्नु नलाग्नु ल हल्ला नगर भन यहाँ यो निकालेर तेरो बाजे सुन यहाँ निकाल यसरी देखाउनु यसरी आमाले आमा अठाउँ नि अब त्यो फोटो र त्यो देखाउनु कि एउटा हातले त्यो देखाउनु एक हातले त्यो अर्को मलाई हिँड्छ आमालाई यता देखा है ल भाइ सोनियाको सोनियाको छ हौ सोनियाको यहाँ चाहिँ देखाउँछ मेरो अनुहार देखाउँछ तेरो आमाले दुई डिपहरू चाहिँ यसो गरेर देखाउनु पर्थ्यो क्या त्यो पोतेर त्यो यसरी उभाइदिएर क्या यसरी उभाइदिएर सोनियाको गिफ्ट हाम्रो सोनीमा मुगो छोटा छोटा सिमा यहाँ म यहाँ आएर गर्न सिमा यहाँ बस्छु म छोटा तर यहाँ नबाबु घरि घरि जान्छु घरि
तलको साउन्ड चाहिँ यस्तो पनि गरेर देखाउनु ल यहाँनिर 70 अनि यतापट्टि ल साथीहरू अब चाहिँ हामी जे होस् केक खाने तर्खरमा लागिरहेको छौँ अब चाहिँ ल साथीहरू हामी चाहिँ अब अहिले केक खाने तर्खरमा लागिसक्यौँ यहाँनिर यसरी केक चाहिँ आइसकेको छ र अब यसलाई चाहिँ यसरी हाल्यो होइन एक एक सिट पर्दैन भयो एक एक सिट देऊ न एक एक सिट यिनीहरूलाई 2070 त्यो राख 2070 हाम्रो राख त्यो ब्यागमा त्यो खानु हुँदैन 2070 हैन त राख्नु दु 70 केटाकै खिलाउनु हुन्छ क्या त्यो लबर हो ए त्यसलाई पनि पैसा परेको यिनीहरूलाई गरिदियो खान्छ यो केक ट्राई गरे अर्को ल अब चाहिँ हामी अन्डा सरीको केक खाइसकेको छौँ अब अन्डा बेगर बनाइदिनु पर्यो रे हामी खान्छौँ अन्डा बेगर अन्डा बेगरको खोइ कता छ खोइ त यहाँ छ आमा लु आफू कुरा बस त कुन हो ल यहाँ यो हो कसको अन्डा बेगर आमाको खोइ के त्यो पनि खाऊ त्यो त तातो पानीले ज्याचिङ भिजेर आएको छौ सोधी दे सबलाई खाउनु पर्ने केक केक भन्छ तिमी खा निचे बात लाग्छ भाइ लाग्दैन त्यो दिन खाए भाइ अहिले धेरै ल साथीहरू बाई बाई है त बाइ बाइ आजको मेरो भ्लग यति नै केक खाने कार्यक्रम पनि सक्यो बर्थडे पनि सक्यो